यस कार्यक्रमका प्रायोजक राष्ट्र निर्माणमा समर्पित Just like an MSI notebook. Let's meet MSI. जगदम्बा सिमेन्ट हो नेपालीहरूको। आदरणीय दर्शकहरू, कार्यक्रम आउटलुकमा स्वागत छ र वर्ष 2068 बितेर हामी नयाँ वर्ष 2069 मा प्रवेश गरेका छौं। यस अवसरमा तपाईं सम्पूर्ण दर्शक सहित आम नेपाली जनसमुदायहरूमा एबीसी टेलिभिजनको तर्फबाट समेत मैले हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र हामीले यस कार्यक्रममा नेपालको सर्वाधिक महत्त्वमा रहेका दुईवटा विषयमा सबैभन्दा बढी छलफल गरेका छौं। जारी शान्ति प्रक्रिया कसरी पूरा होला र कुन बिन्दुमा पुगेर पूरा होला भन्ने विषय र सँगसँगै नयाँ नेपालमा नयाँ संविधान कसरी बन्ला र निर्धारित समयमा किन नबनेको होला भन्ने विषयमा हामीले सबभन्दा बढी छलफल गरेका छौं। तर ती छलफलको एउटा निष्कर्ष जस्तो र यो 6 वर्षका बीचका पीडादायी वर्षहरू, निराशा, आशंका र आक्षेप, आलोचना, विरोध र द्वन्द्वका वर्षहरूले झण्डै शान्ति प्रक्रिया पूरा गरेर नयाँ संविधान निर्माण गर्ने वर्षका रूपमा 2069 सफल हुने दिशामा हामी पुगेका छौं। त्यसकारण तपाईं हामीले केही समय पछाडि एक आपसमा बधाई साटासाट गर्न सक्ने परिस्थितिमा हामी पुगेका छौं। यो एउटा सफलताको वर्ष बन्नेछ। र आदरणीय दर्शकहरू, 12 बुँदे समझदारीबाट अगाडि बढेको नेपालको शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणको राजनीति यति बेला निर्णायक मोडमा आइपुगेको छ र यस बीचमा सबैभन्दा बढी तात्कालीन संसदवादी दलहरू र 7 दलहरूले र त्यस कोणको वरिपरि रहेका पेरिफेरीमा रहेका सबै शक्तिहरूले माओवादीले शान्ति प्रक्रिया पूरा गर्न आनाकानी गरेको, ढिलाइ गरेको वा उले गर्न नचाहेको जस्ता आरोप र आक्षेपबाट माओवादी सबैभन्दा बढी प्रताडित बन्यो भने माओवादीका साइडबाट तात्कालीन संसदवादी र 7 दल, यथास्थितिवादी, दक्षिणपन्थी र त्यस्तै खालका शक्तिहरूको एउटा निश्चित मुठ्ठीभर तत्त्वका पन्जामा परेका शक्तिका रूपमा चित्रित बनेर उनीहरू पनि प्रताडित बने। यसरी एक आपसमा मिल्नुपर्ने शक्तिहरू नै एक आपसमा बाजाबाज र आलोचना गर्दा गर्दै बितेका वर्षहरू गए। तर पनि यो वर्ष 2068 को झण्डै अन्तिम दिनमा आइपुग्दाखेरि एकीकृत नेकपा माओवादी र विशेष गरी त्यस पार्टीको सुप्रिमो अध्यक्ष प्रचण्डले साहसिक र एक प्रकारले जोखिम मोलेर नयाँ निर्णय गरिसकेपछि यति बेला नेपालमा एक सेना र एक राज्यको अवस्था कायम भएको छ। जबकि यसभन्दा पहिला एउटा राज्य दुईवटा सेनाको अवस्था कायम थियो र त्यो कुरा प्राविधिक रूपमा मिल्न मात्र बाँकी छ र अगाडि बढ्न बाँकी छ, जुन बाँकी भएको कुरा अब पूरा हुने निश्चित छ। त्यसकारणले यो वर्ष सुखद वर्ष बन्न पुगेको छ। एकपटक हामीले आजको यस कार्यक्रममा गएका 6 वर्षमा शान्ति प्रक्रियाका विषयमा महत्त्वपूर्ण 6वटा निर्णयहरू भएका छन्। चैत 28 मा एकीकृत नेकपा माओवादीकै प्रस्तावमा गरिएको शान्ति प्रक्रियालाई पूरा गर्नका लागि सेना समायोजनलाई टुङ्ग्याउने निर्णय सँगसँगै 6वटा महत्त्वपूर्ण निर्णय भएका छन्। त्यसलाई हामीले स्मरण गर्दाखेरि पनि नेपालको 6 वर्षको राजनीति कति जटिल थियो भन्ने अनुमान गर्न सघाउ पुग्दछ। एकपटक हेरौं ती 6 वर्षका बीचमा भएका 6वटा सेना समायोजन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू कस्ता थिए। झण्डै 6 वर्ष यता सुरु भएको सेना समायोजन प्रक्रियासँगै जारी शान्ति प्रक्रियाले पनि सार्थक निष्कर्ष पाउने संकेत देखा परेपछि आम नेपालीले शान्तिको सपना बुन्न थालिसकेका छन्। छलछाम र छेकबारका बीच पनि 6 वर्षभित्र सेना समायोजनमा 6वटा महत्त्वपूर्ण निर्णय भए। तीनै निर्णयहरूका जगमा उभिएर छामछाम छुमछुम गरेर भए पनि सेना समायोजन प्रक्रियाले छलाङ मारेर छाड्यो। सेना समायोजनका लागि महत्त्वपूर्ण के निर्णय भए त यस बीचमा एकपटक फर्केर हेरौं। सेना समायोजनका लागि सबैभन्दा पहिलो निर्णय थियो माओवादी लडाकुलाई 7 मुख्य र 21 सहायक सहित 28 वटा अस्थायी शिविरमा राखेर सरकारले उनीहरूको जिम्मा लिने। त्यस लगत्तै 2063 माघमा माओवादी सेनाको रेखदेख र अनुगमन प्रमाणीकरणका लागि नेपालमा अन्मिनलाई बोलाएर दोस्रो महत्त्वपूर्ण निर्णय गरियो। अन्मिनले 2 पटक गरी 19,602 लडाकु रहेको प्रमाणीकरण गर्यो। माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने वा प्रहरीमा भन्ने विवादलाई चिर्दै सेनामै समायोजन गर्ने सहमति हुनु सेना समायोजनको तेस्रो महत्त्वपूर्ण उपलब्धि थियो। गत वर्ष माघ 8 गते माओवादी सेनालाई सेना समायोजन, रेखदेख, नियन्त्रण तथा पुनर्स्थापना विशेष समिति मातहत ल्याउने निर्णयलाई
सेना समायोजनको चौथो महत्वपूर्ण निर्णय मान्न सकिन्छ। त्यही जगमा डाक्टर बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भए लगत्तै माओवादी सेनाका हतियार रहेका कन्टेनरको साँचो विशेष समितिलाई बुझाए। माओवादी लडाकुलाई कति संख्यामा सेनामा समायोजन गर्ने भन्ने लामो संयमताको विवाद चेर्दै गत कार्तिक 15 गतेको 7 बुँदे सहमतिले 6500 लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने 5औं निर्णय गर्यो। त्यही सहमतिलाई आधार मान्दै दलहरूले चैत्र मसान्तभित्र सेना समायोजनलाई टुङ्गोमा पुर्याउने निर्णय गरे र सेना समायोजन बारेको 6औं तथा अहिलेसम्मको पछिल्लो उपलब्धि बनेको छ मंगलबारको निर्णय, जसले माओवादीका सेनालाई समायोजनको निम्ति नेपाली सेनाको जिम्मा लगाएको छ, जसको अर्थ अब उनीहरू माओवादी सेना रहेनन्, नेपाली सेना बनिसकेका छन्। तर माओवादी सेनालाई समायोजनका लागि नेपाली सेनालाई बुझाए लगत्तै एकसाथ खुसियाली र विरोध सुरु भएको छ। प्रतिपक्षी दलहरूले यसलाई शान्ति प्रक्रियाको ब्रेक थ्रु नै भनेका छन् भने यसबाट असन्तुष्ट पक्षले माओवादी सेनाको विसर्जन भन्ने भ्रम फैलाएको छ। यो एउटा ठुलो ब्रेक थ्रु हो नि, तपाईँ हामीले आशै नगरेको ब्रेक थ्रु हो। एउटा सिचुएसन यस्तो सिचुएसन इभल्भ गर्न थाल्यो जसले गर्दाखेरि यो आवश्यक भयो भन्नुहोस् न। अहिले जुन जस्तै एउटा जाँदै अब अन्तिम प्रश्न काम गरे कि गरेन पछिल्लो समयमा होइन, अहिले यस्तो स्थिति भयो। अब यो हेर्नुहोस्, पहिले नै उहाँले यो गरेको यो स्थिति पनि आउँथेन, पार्टीभित्र पनि आउँदैन थियो। तर जसले यसलाई जसरी व्याख्या गरे पनि नेपाली जनताले चाहेको शान्ति हो अनि माओवादी सेनाले चाहेको शान्ति सहितको सम्मानजनक समायोजन। शान्ति प्रक्रियाको अन्तिम बिन्दुमा भएको यो सहमतिले माओवादी सेनालाई सम्मानजनक रूपमा सेनामा समायोजनको ढोका खोलेको छ।